हेलो एभ्रिवान, आज चाहिँ मैले यो चिकन एक्नी पुलाउको रेसिपी लिएर आएको छु। यो बनाउन एकदमै सजिलो छ। फर्स्टमा चाहिँ मैले चिकनलाई सफासँग धोएर एउटा ठुलो भाँडामा राख्छु। त्यसपछि जीरा, धनिया, सोप, लसुन, अदुवा अनि सुकेको खुर्सानी, नुन अनि सबै गरम मसलाहरू राखेर यो चिकन पुरै डुब्ने गरी पानी राख्छु मैले। अनि 15 देखि 20 मिनेटलाई बोइल हुनलाई छोडिदिन्छु। चामल चाहिँ 2 घण्टा अगाडि धोएर राख्नुपर्छ भिजाएर। यो मेरो चिकन पनि पाकेर रेडी भयो। मैले पानीबाट निकाल्छु चिकनलाई अनि अर्को भाँडोमा तेल राख्छु। तेल राखेर त्यसपछि तेल तातिसक्यो भने प्याज राख्छु। प्याजलाई रातो हुन्जेल फ्राई गर्छु अनि थोरै निकाल्छु मैले प्याजलाई। अनि यो बाँकी बचेको प्याजमा मैले अदुवा लसुनको पेस्ट राखेर एकछिन फ्राई गर्छु। अनि मैले यसमा टमाटर पनि एड गरेको छु 2वटा। अनि यो टमाटर गलिसकेपछि मैले चामल राख्छु अनि त्यस लगत्तै यो चिकन पनि राखिदिन्छु। चिकन चाहिँ पाकिसकेको थियो सुरुमै। एकछिन चलाउँछु सबै मिक्स हुने गरी। अनि चलाइसकेपछि जुन अघि नै हाम्रो बचेको त्यो पानी थियो नि हामीले मासुहरू बोइल गरेको, अनि त्यो पानी राखिदिन्छु मैले। पानी चाहिँ हाम्रो कसरी अन्दाज गर्छौँ भनेपछि फर्स्टमा हामीले कति कचौरा अथवा कति कप चामल राख्छौँ त्यसको ठ्याक्कै डबल पानी लाग्छ। अनि मैले त्यही अन्दाजले नै पकाउने गर्छु। अनि मैले यो माथिबाट हरियो धनिया अनि हरियो काटेको खुर्सानी राखेर यसलाई ढाकिदिन्छु 20 मिनेटको लागि। अनि हाम्रो यो एक्नी पुलाउ पाकेर पनि रेडी भइसकेको थियो। मैले अघि फ्राई गरेको प्याज थियो माथिबाट गार्निस गरिदिएको छु। भिडियो मन परेमा लाइक गर्नु होला। थ्याङ्क्स फर वाचिङ माई भिडियो गाइज।